यहाँबाट चाहिँ जुत्ता खोलेर हैन सो त्यही भएर चाहिँ हामी यही बाटो हिँडेको मुक्तिनाथ लोवर मुस्ताङ अप्पर मुस्ताङ पनि यही बाटो जान्छ होला है यताबाट डोल्पा गइन्छ चौरी गाई हान्छ हान्छ हो दाइ चौरी गाई हेर्न सक्नुहुन्छ है डर लागिरहेको हजुर 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 हामी चाहिँ अप्पर मुस्ताङ अनि यता यो बाटो चाहिँ यताबाट चाहिँ कागबेनी मुक्तिनाथ यता यो बाटो अप्पर जाने हो अप्पर हामी पनि हो साथीहरु आइरहेछन् आइरहेछन् ओके माइलेज कतिको दिइरहेछ यार बाइकले तेल त जति पिरहेछ मासालाले कुन ठाउँबाट हो कुन ठाउँबाट नवलपरासी पढ ए ल ल हजुर केटीएम हजुर न बाइक नम्बर देखिरहेको है त्यहीबाट थाहा हुन्छ लिङ्क गर्दिस हजुर हजुर कस्तो मजा आएर छ कति दिनमा यहाँ पुग्नु भयो हिजो बिहान सक्दै निस्किनु घरबाट त्यही बाटो 9 बजे हिजो
राति 9 बजे निस्किनु बिहान 9 बजे आज यहाँ आज बेनी रोकेको थिएँ मम्मी धेरै छिटो आउनु हो त तपाईँहरू चलाउनु त फास्टै चलाएको हो अनि धेरै फास्ट आउनुभयो हामी त पोखराबाट हिजो हिँडेको यहाँ छु अब भन्नु न 12-1 बजीतिर पोखराबाट हिँडेको हिजो अहिले यहाँ छु रातिमा होइन दिउँसै हिजो 12-1 बजीतिर हामी उतै लेतेमा बसेको थियौँ साँझ ल हुन्छ बिस्तारै जाँदै गर्छु है त ओके ल हस् हुन्छ हस् हुन्छ मोबिल बोक्नुपर्छ नि ब्रदर के भएको रहेछ डिस फसिरहेछ होइन ए स्प्रे भन्दा राम्रो मोबिल ठिक हुन्छ क्या मोबिल बोक्नुपर्छ सबजना हेर्न ठाउँ ठाउँमा भेटिरहेछ यहाँबाट चाहिँ ठ्याक्कै हावा यति जोरले चलिरहेछ गाइज होइन बोलेको आवाज पनि आफ्नै आवाज सुन्न गाह्रो भइरहेछ कि ती जस्तो आधी हुरी जस्तो के हावा चलिरहेछ अनि यस्तो फेरि चिसो हेर्न सक्नुहुन्छ तपाईँ यो कागबेनी होइन कागबेनी मुक्तिनाथ चाहिँ यताबाट हो यार त कस्तो देखाइरहेको त्यहाँ होइन मुक्तिनाथ भनेर सो गाइज होइन अप्पर मुस्ताङ कताबाट हो त त्यता तलबाट है यो चाहिँ मुक्तिनाथ यताबाट हो माथिबाट ए त्यो तल पनि लेखिरहेको छ मुक्तिनाथ यता भनेर जान्छ ए यो बाटो सर्टकट हुन्छ ए अप्पर मुस्ताङ जानुपर्ने ए सो गाइज यहाँबाट चाहिँ होइन हेर्न सक्नुहुन्छ तपाईँ यो ठाउँबाट लोमाङथान मुक्तिनाथ चाहिँ यता लोमाङथाङ चाहिँ यता है लोमाङथान यता है सर लोमाङथाङ यता ए लोमाङथाङ हजुर ए लोमाङथाङ हुँदै चाहिँ अप्पर मुस्ताङ यताबाट अनि मुक्तिनाथ चाहिँ यो बाटो होइन सो हामी फर्किँदाखेरि चाहिँ मुक्तिनाथ जान्छौँ यो बाटो हुँदै तपाईँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ देखाएको दृश्य यो अर्को फर्स्टमा चाहिँ जमसम खेलिङ हामी चाहिँ दामी तामसाङ मराङ घर गुम्बा यताबाट चाहिँ सिधा हामी चाहिँ अब अप्पर मुस्ताङतिर लाग्यो अनि हाम्रो डेस्टिनेसन पहिला अप्पर मुस्ताङ त्यसपछि यता मुक्तिनाथतिर है सो अहिले चाहिँ अप्पर मुस्ताङको बाटो हामी लागे गाइस भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोस् 100K भयो भने चाहिँ यस्तो मौसममा आउँछु म मुस्ताङ पुरै हिउँले हिउँ भएको होस् कि होइन यो बाटोहरू यो डाँडा सबै ढाकेको होस् कि हिउँले त्यस्तो टाइममा आउनुपर्छ होइन अर्को बाटो छैन कुनै अर्को उठाको बाटो छैन कुनै यार सेट अनि यो यहाँ त जुत्ता सुत्ता भिज्छ त यार ल लिएर जाऊ त जुत्ता सुज लिएर जाऊ ऊ ल सबजना गएर मेरो सक्स मेरो जुत्ता केही गनाउँदैन है तिम्रो जस्तो तिम्रो त लास्टै गनाइरहेछ लाइभमा हो दुईजना देखिरहेछ राइडर यहाँबाट चाहिँ जुत्ता खोलेर होइन यसरी बाहिर दिइसक्यौँ अब म चाहिँ बाइक लिएर जानुपर्ने धेरै हिरो बन्नु हुँदैन पऱ्यो भन्दा जुत्ता सुत्ता भिज्यो भने तनाव होला है नि त ओके गइरहेको छु गाइज नलौडौँ त्यति नै हो होइन म चाहिँ यही साइडबाट जान्छु पानी अति नै धेरै छ ब्रेक नै म खुट्टा राखेर आएँ आई थिङ्क जुत्ता लगाएर आएको भए आइन्थ्यो जस्तो लाग्छ यार किनभने खुट्टा हेर्न सक्नुहुन्छ होइन मैले यहाँ फुट रेस्ट राखेँ भने चाहिँ ट्याक्कै आउँथ्यो होला तर जुत्ता खोलिहालेँ केही छैन अब जुत्ता टक्क लाउनु पऱ्यो त्यहाँपछि यहाँबाट निस्किनु पऱ्यो भाइ आउँदैछ
यस्तो देखिरहेको छ खोला ठ्याक्कै कागमिनीबाट माथि आयो भने चाहिँ यो खोला पर्छ अहिले यो पुल बन्दै गरेको छ यो पुल बन्यो भने चाहिँ बाटो त्यसपछि राम्रो हुन्छ है सो के छ हाम्रो ट्रेकरलाई ट्रेकरको ट्रेकिङ गर्ने होइन ट्रेकिङ गर्ने कि नगर्ने गर्ने एकदम कालसम्म बाइक जान्छ खोइ कता माथि टिप्न जानु पर्यो सुन्तलाको यता बगैँचा है त माथिमा होइन स्याउ सुन्तला स्याउ होला यार सुन्तला त नहुनु पर्ने प्रायः मान्छे स्याउ नै दियो मैले धेरै ओके सो है जुत्ता पनि लगाइसकेँ होइन त्यो स्याउको बगैँचा हो टिप्न जाम क्या हो कस्तो फिल लागिरहेछ भाइ बिहान बिहान तर अलि ठिक छ है सो अहिले चाहिँ होइन हामी कागबिनीभन्दा चाहिँ माथि पुगिसकेको छौँ जुत्ता पनि लगाइसक्यो यो खोला एउटा आउँछ अलिक बढी नै पानी थियो सुज भिज्छ भनेर मैले जुत्ता चेन्ज गरिहालेँ अब यहाँबाट चाहिँ सडासट अप्पर मुसाङतिर लागिन्छ है त अब बाटो चाहिँ होइन उकालो आयो सो उकालो हामी चढ्दैछौँ मैले अघि त ओह्रालो थियो अहिले उकालो छ तर बाटो चाहिँ पिच नै छ त्यो ठ्याक्कै अप्पर मुस्ताङ जाने बाटो उताबाट आउने बेलामा चाहिँ तपाईँलाई हामी मुक्तिनाथको पनि दर्शन गराउनेछौँ अनि मुक्तिनाथमा बिग सरप्राइज छ गाइस तपाईँहरूको लागि है बाटोमा यसरी ट्याक्कै मृग देखेँ होइन सही रहेछ दामी हेर्न सक्नुहुन्छ तपाईँ यहाँबाट चाहिँ पिच सकिन्छ अनि अफरोड फेरि सुरु भयो अब यहाँबाट चाहिँ सायद अफरोड नै छ होला बाटो त एकदमै खराब है ओहो हो सानो सानो ढुङ्गा रहेछ होइन अनि त्यसले गर्दाखेरि बाइक होइन चिप्लिने अलिक चान्स बढी हुँदो रहेछ त्यसलाई त्यही भएर बिस्तारै चलाउनु होला है त हामी पनि बिस्तारै छौँ 25-30 को स्पिडमा गइरहेको छु मान्छेहरूले फोटो खिचेर अघि हामीसँगै आएको होइन ओ माई गड दामी छ यार माथि हेर्न सक्नुहुन्छ भ्यू होइन अब गोप्रोमा कतिको देखिन्छ दामी देखिरहेछ यार भ्यू होइन दामी देखिरहेछ भ्यू अनि यता पछाडितिर यसरी हेर्दाखेरि यस्तो देखिन्छ है दामी देखिरहेछ भ्यू सो यहाँबाट चाहिँ अहिले हामी हिँडिरहेछौँ यहाँ हाम्रो साथीहरू होइन आइराख्नु रहेछ बाटोमा भेट भएको साथीहरू हिउँ पग्लेर सबै होइन यो खोलामा यो जति